अब जिन्दगी सरर खतरा हुनुहुन्छ हाम्रो नैनी मामा नैनी दाइ ठोक्दैछन् सक्छ त कसैले अब यतिको ठुटा त उचाल्नै पर्ने हुन्छ विशाल हुन्छ नि दाइ फुल भन्छ फुलिरहँ भन्छ चम्किरहँ नदी भन्छ बगिरहँ मन त भन्छ सबैसँग माया मोह राखिरहँ माइतीको लागि ल भन्नु ल सीता माया गर्छ भने गर अनि गर्न भने नगर मलाई माया गर्छ नि आखिर तेरै बुढा हो मलाई माया गर्छ गर नमाया नगर मलाई मतलब छैन मेरो दुनियाँ बेग्लै दुखमन गरेको छैन होइन हामी चाहिँ अब कति दिन भयो है 15-20 दिन भयो नि त्यसको लागि चाहिँ त्यतिखेर दाउरा लिएको छैनौँ हामी चाहिँ दाउरा लिन ल हामी आएको नि भएन होइन अन्त है अब छोरी 12 दिन भयो है दाइ त्यसको लागि चाहिँ हामी दाउरा लिन आएको आज्ञामा मेगी दाइ आमा हुन् उहाँको लागि यो ठुटा बोका त मलाई कसो गएछ त सक्छौ नि बोक्नु त अरे यो हो नि त मेन ब्लगर होइन सक्छ त कसैले अब यतिको ठुटा त उचाल्नै पर्ने हुन्छ है आइसकेपछि ठुटा होइन दाउरा हो हाम्रो होइन बिके यतिको त भ्लग बनाउनै पर्छ नि त होइन हाम्रो गाडी पनि आइसकेको छ पुष्पा र सिओसी क्लास अफ क्लिन क्लान होइन खतरा हुनुहुन्छ हाम्रो नैनी मामा नैनी दाइ ठोक्दैछन् ए समितिको गाडी हो ठोक्नु सुरु गर है ल सुरु गर चोट बराबरी लाग्यो घाउ एउटै भएर हो कि चोट बराबरी लाग्यो घाउ एउटै भएर हो कि तिमीलाई काट्दा मलाई दुख्यो घाउ एउटै भएर हो कि चोट बराबरी लाग्यो है तन एउटै मन एउटै विचार पनि एउटै हाम्रो धर्म एउटै मर्म एउटै संसार पनि एउटै हाम्रो संसार पनि एउटै हाम्रो जिउने मर्ने तिम्रो मेरो ठाउँ एउटै भएर हो कि जिउने मर्ने तिम्रो मेरो ठाउँ एउटै भएर हो कि तिमीलाई काट्दा मलाई दुख्यो दाउ एउटा एक सर्को नाकदेखि धुवा फाल्नु है हेरौँ यतादेखि नाकदेखि ल ओ आँखादेखि कानदेखि आउँछ कानदेखि साँच्चै आउँदैछ पुरा निल्दैन मामा यता हेर्नु न यता नाकदेखि सर खान्छ नि पचाइदिने पचाइदिने अरे हो ननिकाल्ने अहिले 50 सेकेन्ड आँखा पल्टाएर गीत कान ल अब गीत मामा
बजे विश्वास गरे मुटु झिकेर तिमीलाई विश्वास गरो झटकारी दियो फटकारी दियो त्यही शोकले आज मरो भए माया साँची निष्ठुरीलाई माया गरी आफैलाई जोगी बनाए माया साँची मोह रहेछ आफैलाई रोगी बनाए हेर्नु न गोलमा गएर फुल भन्छ फुलिरहँ भन्छ चम्किरहँ नदी भन्छ बगिरहँ मन त भन्छ सबैसँग माया मोह राखिरहँ बाचुन्जेलीलाई 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 नपरोस् वचनले घोचना बरु ओर्सिएरै बस्छु बिजाउँदिन आँखाहरूमा बरु आफै उडिदिन्छु कसैको दुःखमा हाँस्न कसलाई पो शान्ति मिल्छ सपना त सपना हो विपनीमै रीति हाल्छ विपनीमै रीति हाल्छ बाचुन्जेलीलाई 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 नपरोस् टुटेर जाने कसम र किरिया खाना नपरोस् छिनभरको लागि झिनो सहारा बन्न भयो तपाईँको गाना सुनेर कृपया कमेन्ट गरिदिनु भन्नु लगाउनु यसो सेयर गर्नु लगाउनु कस्तो छ परिस्थिति होइन अलिकति क्वालिटी मारेर भन्नु न म त युट्युबमा हालिदिन्छु नि एउटा माइजूलाई पनि पठाइदिन्छु माइजूले के भन्नुहुन्छ ल माइजूको लागि ल भन्नु ल सीता माया गर्छ भने गर अनि गर्न भने नगर मलाई माया गर्छ नि आखिर तेरै बुढा हो मलाई माया गर्छ गर नमाया नगर मलाई मतलब छैन मेरो दुनियाँ बेग्लै छ वाह यो चाहिँ मामाको डायलग चाहिँ हालिदिनु भाइरल बनाइदिनु यो च्यानल लाइक गर्नु भन्नु नि यो च्यानल लाइक गर हेर यो विश्वभरि हेर्छ यो नमस्कार नमस्कार अनि सीता भन्ने त जारले हेर्यो भने के भन्नुहुन्छ जारले जारले हेर्यो भने उसले मन पसन्द गरोस् होइन अनि म मन पर्दैन अनि सीता 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 मात्रै भन्नुभयो त अनि सीता त रामको भगवानको नाम हो नि दोस्रो गर्ने सीता सबै बुढीको नाम के मलाई के थाहा कसरी म भेटु म देखुनीलाई कसरी म भेटु म देखुनीलाई यी बाचा छिचोली अङ्गालुनीलाई हजार आँखा हेर्ने मेरी मायालुलाई हजार आँखा छिक्ने मेरी प्रियसीलाई कसरी म भेटु म देखुनीलाई कसरी म भेटु म देखुनीलाई यी बाचा छिचोली अङ्गालुनीलाई बाटो छ है एकदम लोटमा अघि दाउरा बोक्दा यति पनि खै मजाले देखेन क्या पक आयो बिस्तारो बिस्तारो हल्लिँदैछ लिएर छ न अप्ठ्यारो भयो त्यहाँ माथि सिधै के बोल्यो भाइ तिमीले तिम्रो भ्लगबाट भरे फेरि फोटो हटाइन्छ नि फेरि मेरो
अगाडि के अरे दाइ के अरे दाइ यहाँ मरौको दाउरा लिनु गएको त्यही पनि आफ्नो घरमा एक मान भए पनि जाँड पाक्छ भनेर दाउरा लिएर आउने बुढी यहाँ गरिदिनु त हेलो गरिदिनु हाम्रो गाडी यता अगाडि अगाडि जाँदैछ हामी पछि पछि छौँ आज हामी छिमेकीको हामी चाहिँ अब गाउँ घरमा चाहिँ हाम्रो यस्तै हुन्छ होइन चलन आएको अब केही मरौसहरू पऱ्यो भने अब होइन सघाउने ओर्ने हुन्छ अनि हामी चाहिँ अब दाउरा चाहिँ हाम्रो अनिवार्य ल्याउनु नै पर्ने हुन्छ होइन ल्याउने पछाडिबाट हान्छ नियम छ हाम्रो केटाहरू आउँदैछ पछाडि होइन गाइजहरू हामी चाहिँ फाइनली दाउरा काटेर लोड गरेर ल्याइसक्यौँ अब हामी गएर अब छिमेकीमा गएर लोड झारिदिन्छौँ यति चाहिँ हामीले गर्नै पर्ने हुन्छ छिमेकी भइसकेपछि हामी यतिकै चाहिँ हुनुपर्छ हाम्रो चाहिँ यो गैरी खेत भनिन्छ हाम्रो तोखालाको चाहिँ एकदमै अब अगाडि नै भेलाउने ठाउँ हो होइन एकदम ठुलो भेलाउने ठाउँ हो त्यसैले हामी अगाडि अगाडि रोप्छन् यहाँको मान्छेले चाहिँ बाली नष्ट नहोस् भनेर अगाडि नै अब होइन धानहरू पानीले नबगाओस् भनेर अगाडि नै रोपिसकेको हुन्छ हामी चाहिँ यस्तो छ गाउँ त्यो नगरको बाटो मकै छ यहाँ अब यता चाहिँ त्यति पानीले केही बिगार गर्दैन होइन हाम्रो चाहिँ किसानहरू यस्तो हुन्छौँ हामी एकदम हिजोमा मिहिनेतको साथले हामी आली लाउने ओर्ने होइन गर्छौँ हाम्रो यहाँ मामा हुनुहुन्छ एकदम हेलो मामा के छ हेलो हेलो भन्नु हेलो पानी लाउने स्टाइल हेलो कतै जाइछ फाइनली हामी चाहिँ हाम्रो गाउँ आइपुग्यौँ होइन हाम्रो चाहिँ अब यो बन्नु नसकेको अलकत्रेमा चाहिँ हिँड्दैछौँ यहाँ हाम्रो यता भाउजू हुनुहुन्छ पाडी स्याहार्नु हुँदैछ हाम्रो भाउजूले भाउजू अलिक क्यामेरादेखि लजाउनु भयो दाउरा होइन लास्ट राउन्ड दाउरा पनि 1000 भाउजूलाई पनि एकदम अप्पर राम्रो देखेको छ म भ्लग बनाउँदै हिँड्छु नि भाउजू अहिले म यता हेर्नु न म भरे भिडियो हालिदिन्छु कि हेर्नु यसो आजको म के गर्दैछु सब हेर्नु पाउनुहुन्छ हेर्नु न एक मात्रै हाम्रो हुङ्कार ए हाम्रो चाहिँ हाम्रो एक मात्र दाइ दिनेश दाइ बग्न निस्किहाल्ने दाइ अब के भन्नु छ कतिको गर्मी छ गर्मी त धेरै छैन 35-36 डिग्रीको मात्रै छ कस्तो अनुभव हुँदैछ तपाईँलाई अनुभव त के हुनु ठिकै छ जेठको दिनमा ठिकै छ अब दाइ पैसा आउँछ ठिकै भइहाल्छ नि होइन त्यो बेलामा त मालामा छ ल ल अब हाम्रो खलासीले उहाँ खोल्नु हुँदैछ खलासी हुनुहुन्छ यहाँ तर यो बाइकमा अट्दैन भनेर हामीले यसलाई सफारीमै लिएर आएको हो ओइ कहाँको तपाईँलाई हेर्न कालो होला के गरी आउनुहुन्छ कालो हुन्छ त्यसलाई नाच किन रोक्नु सुत्नुलाई डर चाहिँ के भन्नु छ म चाहिँ एसीमा बसेर घरमा हुन्छ बस्छ भन्नु नि शीतलमा बोलाउनु न कुर्सी छ कसलाई यहाँ भाउजूलाई यहाँ आउँदैन बोलाउनु न आज ओइ ओए भन्दा ओए छैन दाइ पनि डराउनु रहेछ डर लाग्दैन डराउनु पर्दो रहेछ अब त्यो माघी बिहामा किन डराउनु त
बेलुका बेलुका चाहिँ भाउजू थर्काउँदैन बेलुका बेलुका चाहिँ थर्काउँछ हात चलिहाल्छ कोही बेला त मायाको कुरा चपर र अस्तिको त जोडा जस्तो लाग्दैन त उनीहरू त खोइ यिनीहरू त डराउँदैन यिनीहरू कामले होला नि मनभित्रदेखि उनीहरू त काम छैन बाहिरदेखि कामै पो त हुनुपर्छ तर मादरहरू किराहरूले चाहिँ हिरा पाएको यार काम गर्ने अलिक मजाले उयो गर्ने भन्ने खोजेको क्या अशोक रात दिन कामै नगर्ने है जस्तो खाऊ त्यस्तै आउँछ साँच्चै पर्वतले त भन्छ त गतले बनाएर केटा फेरि हाउडे भएन हाउडे नै आउँछ पर्वतले त नि टाइम कति दिने अरे बुहारीलाई म त केमा टाइम हो बिहे गऱ्यो भने त तिमीहरू त दिउँसो पनि भेटी हुँदैन हामी त के अरे दिउँसो पनि भेटी हुँदैन क्या टाइम दिन्छु क्या एकदम म बिहे गऱ्यो भने टाइम अनिललाई टक्कै आयो क्या अनि म बसिरहेको थियौँ त्यति साल बिला जानुपर्छ क्या यसको बाउ आयो क्या चुप्न यसको बाउ आयो अनि भाइ अनि त्यहाँदेखि भनौँ 3-4 वर्ष पर्खिनु भनेर 3-4 वर्ष अरे कसलाई सेल्टिनले त्यो अस्तिको जब गर्ने अहिले